हाम्रो उद्धारकर्ता प्रभु येशू ख्रिस्टको मधुर नाउँमा सबैजनालाई जय मसीह। आज हामी जोई स्टुडियोको चौथो एपिसोडमा आइपुगेका छौँ र सबैजनालाई हार्दिक स्वागत गर्दछौँ। आजदेखि हामी परमेश्वरको प्रतिज्ञाको विषयलाई लिएर केही कुराहरू हेर्नेछौँ। म ज्योति र तपाईहरूले सुन्नुहुँदैछ जोई स्टुडियो। बाइबल परमेश्वरको प्रतिज्ञाहरूले भरेको छ। जब परमेश्वरले प्रतिज्ञा दिनुहुन्छ, उहाँले त्यो पुरा पनि गर्नुहुन्छ। परमेश्वरको प्रतिज्ञाहरूले उहाँको हृदय हामीप्रति कस्तो छ भनी प्रकट गर्दछ। उहाँले हामीलाई गहिरो प्रेम गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ भनी हामीले बुझ्न सक्छौँ। प्रतिज्ञा भनेको के हो? प्रतिज्ञा भनेको एक वाचा हो या एक घोषणा हो जो एक व्यक्तिले गर्छु भनी भन्छन् र ठिक त्यही गर्छन्। हामी पनि प्रतिज्ञाहरू गर्छौँ। धेरैलाई म यो गरिदिन्छु र त्यो गरिदिनु भनी भनेका छौँ र अरूले पनि हामीलाई केही गरिदिने वचनहरू दिएको हुन्छ। तर मानव प्रतिज्ञाहरू बारम्बार असफल भएको हामीले देखेका छौँ र स्वयं हाम्रो जीवनमा पनि अनुभव गरेका छौँ। दोस्रो विश्वयुद्ध हुन अघि 1939 वर्षमा मोलोटोभ-रिबेन्ट्रप भन्ने सन्धि दुई देशहरूका बीचमा भए, जर्मनी र रसियाको बीचमा। त्यो सन्धि अनुसार यी दुई देशहरूले एकअर्कोमाथि आक्रमण नगर्ने बाचा बाँधे र पूर्वीय युरोपलाई तिनीहरूको बीचमा विभाजन गर्ने योजना बनाए। तर 1941 वर्षमा कुनै चेतावनी बिना एडोल्फ हिटलरले रसियाको सिमाना पार ट्याङ्कहरू पठाएर गुप्त आक्रमण गरे र त्यसपछिका युद्धका घटनाहरू त इतिहास नै भयो। यहाँ दुई देशहरूको बीचमा प्रतिज्ञा भएको छ। प्रतिज्ञा त गरेको छ, तर एकजनाले तोडिदिएको छ। एक ल्याटिन लेखक पब्लियस साइरसले यसो भन्थे, नेभर प्रमिस मोर देन यु क्यान परफर्म। अर्थात् तपाईँले पुरा गर्न सक्ने भन्दा बढी प्रतिज्ञा नगर्नुहोस्। यस कथनले हामीलाई के सिकाउँछ भने, धेरैजना मान्छे राम्रो हुन्छ, उनीहरूले आफ्नो वचनलाई पुरा गर्न चाहन्छ, तर मानव जीवनको शक्ति बुद्धि सीमित भएको कारणले गर्दा ती वचनलाई पुरा गर्न सक्दैन। तर हामीले विश्वास गरेका परमेश्वर चाहिँ एक साँचो प्रतिज्ञा पुरा गर्ने हुनुहुन्छ। उहाँले वचन दिनु भएपछि ती वचनलाई पुरा पनि गर्नुहुन्छ। परमेश्वरको प्रतिज्ञामा हामीले किन भरोसा गर्न सक्छौँ? परमेश्वरको वचनबाट ती दुई साधारण कारणहरू हामी हेर्नेछौँ। पहिलो कारण, हाम्रो परमप्रभु परमेश्वर सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। लुका 1:37 भन्दछ, किनकि परमेश्वर तर्फबाट हुने कोही कुरो असम्भव हुँदैन। यो पदको पृष्ठभूमिलाई हेर्नु पर्यो भने स्वर्गदूत र मरियमको बीचमा वार्तालाप भइरहेको छ। कन्या मरियमलाई आएर स्वर्गदूतले भन्दैछ कि तिनी गर्भवती हुनेछ, पवित्र आत्माको शक्तिद्वारा तिनी गर्भवती हुनेछ। अनि मरियमले प्रश्नहरू गर्दाखेरि स्वर्गदूतले भन्दछ कि मानिसको दृष्टिमा हेर्दा यो असम्भव छ, यो नहुने कुरा जस्तो छ, तर परमप्रभुले त्यो कुरालाई सम्भव गर्न सक्नुहुनेछ। यसैया 40 अध्यायको 12 पददेखि हामीले हेर्यौँ भने पनि त्यहाँनिर परमेश्वरको महामहिमाको वर्णन यसैया अगमवक्ताले गरिरहेको छ। उसले प्रश्न गर्दछ कि तिमीहरू परमेश्वरको तुलना कससित गर्न सक्छौ? अनि यो परमेश्वर चाहिँ उहाँ नै हुनुहुन्छ जो पृथ्वीभन्दा उच्चमा विराजमान हुनुहुन्छ
र पृथ्वीका बासिन्दाहरू चाहिँ उहाँको अघि फटेङ्ग्रा जस्तै छ। उहाँकोमा यस्तो सामर्थ्य छ कि उहाँले आकाशलाई पर्दा झैँ फिजाउनु भएको छ र त्यसमा बास गर्नलाई पाल झैँ त्यो फैलाउनु भएको छ। उहाँले सागरलाई आफ्नो अन्जुलीमा नाप्न सक्नुहुन्छ, उहाँले आकाशलाई आफ्नो बित्ताले नाप्न सक्नुहुन्छ र पृथ्वीको माटो मानामा भरेर पर्वतहरू तराजुमा र डाँडाहरू काँटामा उहाँले जोख्न सक्नुहुन्छ। उहाँ यस्तो परमेश्वर हुनुहुन्छ कि उहाँले राजाहरूलाई बेकामका तुल्याइदिन सक्नुहुन्छ र पृथ्वीका सर्वशक्तिमान शासकहरूलाई रद्द तुल्याउन सक्नुहुन्छ। हाम्रो परमेश्वरकोमा यस्तो ताकत छ। परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ र यसै कारण उहाँले दिएको प्रतिज्ञा अर्थात् उहाँले गर्छु भनेका ती वचनहरूमा हामी निश्चिन्तित भएर भरोसा गर्न सक्छौँ र त्यो प्रतिज्ञा पुरा हाम्रो जीवनमा हुनको लागि हामी आशाको साथमा पर्खिन सक्छौँ। र दोस्रो कारण, परमेश्वरले दिनुभएको प्रतिज्ञामा हामीले किन विश्वास गर्न सक्छौँ? त्यो कारण हामीले गन्ती 23 अध्यायको 19 पदमा भेट्न सक्छौँ र यो पदले यसरी भन्छ, परमेश्वर ढाँट्नुहुन्न कारण उहाँ मानिस हुनुहुन्न, औ उहाँ मान्छेको सन्तान पनि हुनुहुन्न। उहाँले मन बदल्नुहुन्न, उहाँले भनेपछि के त्यो गर्नुहुन्न र? अथवा उहाँले बोलेपछि के त्यो पुरा गर्नुहुन्न र? तीतस 1 अध्यायको 2 पदमा पनि परमेश्वरको बारेमा यसरी लेखेको छ कि उहाँले कहिले झुट बोल्नु हुँदैन। र दोस्रो कारण यही हो कि परमेश्वरले झुट बोल्नुहुन्न। उहाँले एकचोटि त्यो भनिसकेपछि चाहिँ उहाँले आफ्नो प्रतिज्ञालाई पुरा गर्नु नै हुन्छ। उत्पत्ति 12 अध्यायको 1 देखि लिएर 3 सम्म जब हामी पढ्छौँ, त्यहाँ परमेश्वरले अब्राहमसँग बात गर्नु हुँदैछ अनि आशिष दिनु हुँदैछ। अब्राहमको बुलावट त्यहाँ हामी देख्न सक्छौँ र परमेश्वरले अब्राहमलाई एक ठुलो जाति बनाउने एक प्रतिज्ञा गर्नुभयो। यो समयमा अब्राहमको कुनै सन्तान थिएन, छोरा छोरी थिएन, तर परमेश्वरले अब्राहमलाई सन्तान दिन्छु भने उहाँले प्रतिज्ञा गर्नुभयो। उहाँले परमेश्वरले प्रतिज्ञा गरेपछि धेरै समय बितिगयो, सन्तान भएन, सारालाई हतार लाग्यो। उसले आफ्नै योजनाहरू बनाइकन हागरबाट इस्माइललाई जन्माइन्। तर परमेश्वरले दिनुभएको प्रतिज्ञा परमेश्वरकै समयमा त्यो पुरा भयो र इसाकको जन्म भएको छ। परमेश्वरले प्रतिज्ञा गर्नु भएपछि के त्यो पुरा गर्न हुन्न र? गन्ती 23 अध्यायको 19 पदमा त्यो प्रश्न गरेको छ र त्यसको उत्तर हामी दिन सक्छौँ कि परमेश्वरले प्रतिज्ञा गर्नु भएपछि अवश्य पनि पुरा गर्नुहुन्छ। परमेश्वरले दिनुभएको प्रतिज्ञाहरूमा हामी निसन्देह भरोसा गर्न सक्छौँ। उहाँको प्रतिज्ञाले हामीले हार खाएको बेलामा प्रेरणा दिन सक्छ। हामी दुखी भएको बेलामा हाम्रो हृदयमा आनन्द ल्याउन सक्छ। हामी निराश भएको बेलामा हामी भित्र त्यो आशालाई जगाउन सक्दछ। हामी अशान्तिमा बाँचिरहेको बेलामा उहाँको प्रतिज्ञाले हामीलाई शान्ति दिन सक्छ, हामीलाई सन्ताउना दिन सक्छ, सङ्कष्टको समयमा हामीलाई सम्हाल्न सक्दछ। परमेश्वरको प्रतिज्ञाहरूले हामी सबैको आवश्यकताहरू पुरा गर्न सक्दछ र यसै कारण उहाँमा हामी भरोसा गर्न सक्छौँ। परमेश्वरको प्रतिज्ञाहरूको विषयलाई लिएर यति नै भनी आज म अन्त्याउन चाहन्छु। बाँकी कुराहरू आउने एपिसोडमा चर्चा गर्नेछौँ। यो वचनबाट परमेश्वरले सबैलाई आशिष दिउन्। आमेन।